नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। देउबाको कारबाहीपछि गगन थापा, हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतरे झण्डा हामीसँग छ। एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधीनता रक्षा गर्न सकिन्छ। प्रचण्ड, रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दा फिर्ता लिने निर्णय। नोबेल बैंकका अध्यक्ष कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गभर्नरबाट शपथ ग्रहण। महामन्त्री द्वय गगन विश्व र सहमहामन्त्री मन्सुरमाथि कारबाही, पार्टी साधारण सदस्यबाट निष्कासित। सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम। शेयर बजार सामान्य बढ्दा फाइनलसम्म 2.55% उकालो लाग्यो। भारतको पश्चिम बंगालमा निपा भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन। राष्ट्रिय लीग फुटबलमा भगवती र चर्च बोइजबीच बराबरी। वित्तीय प्रणालीमा 1 वर्षमै 9,500 शंकास्पद कारोबार। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।